आज हामी विरहिणी दमयन्ती कथाको छोटो चर्चा गरौँ। अब यो कथा तपाईँहरूले कक्षा 12को अनिवार्य नेपाली किताबमा पढ्नुभएकै होला। खासमा मध्यरातमा श्रीमान निषदराज नलले जङ्गलमा एक्लै छोडिदिएपछि रानी दमयन्तीले कस्तो दुःख पाइन्, कसरी सङ्घर्ष गरिन् भन्ने कुरा यसमा छ। आउनुस् यसका खास खास कुराहरू सर्र हेरौँ। पहिलो कुरा त श्रीमानले छोडेपछि दमयन्ती पुरै विक्षिप्त हुन्छन् होइन। अनि जङ्गलमा भौँतारिँदा जता हेरे उतै नललाई नै देख्छिन्। रुख बिरुवालाई आफ्नो मनको बह पोख्दै हिँड्छिन्। भोक प्यास फकाइले गर्दा उनी लगभग अर्धचेत जस्तै हुन्छन्। कति साह्रो पीडा भयो होला सोच्नुस् त। दोस्रो, यस्तो बेला पनि उनले चलाखी देखाउँछिन्। कर्कोटक नाग भन्ने एक युवकले उनलाई अपहरण गर्न खोज्छ। तर दमयन्तीले के गर्छिन् भन्दा उसलाई रक्सी खुवाएर मातेको बेला आगो लगाएर भाग्छिन्। अनि आफ्नो सुन्दरताले नै झन् खतरा हुन्छ भन्ने बुझेर आफूलाई कुरूप देखाउने जुक्ति निकाल्छिन्। कस्तो बाठी है। अनि अन्त्यमा उनको दुःखको यात्रा अझै सकिएको छैन। सूचीभद्र सेठ भन्ने व्यापारीको समूहसँग उनको भेट त हुन्छ, तर फेरि मध्यरातमा जङ्गली हात्तीले हमला गर्छ अनि त्यो समूह नै तसनस हुन्छ। धेरैजना मर्छन्, तर दमयन्ती चाहिँ बाँच्छिन् र बल्ल तल्ल चेदी राज्य पुग्छिन्। त्यहाँ आफ्नो साँचो परिचय लुकाएर रानी सुनन्दाकी छोरीको हेरचाह गर्ने सैरन्ध्री बनेर बस्छिन्। बाँच्नकै लागि कत्रो सङ्घर्ष। छोटकरीमा भन्नुपर्दा यो कथा भनेको चाहिँ श्रीमान नललाई खोज्दै हिँडेकी दमयन्तीले भोगेका अनेक कष्ट, उनको सहनशक्ति र हरेक परिस्थितिमा जुझ्न सक्ने उनको त्यो अदम्य साहसको कथा हो।